जाने पछाडि गरौँ नस नानीहरूको हुन्छ नस नानीहरूलाई सङ्क्रमणको लागि छायामान गर्नको लागि बताइदछन्। सुरुसमा व्यायामको 1 नम्बर सुत्ताका पैतालाहरूको औँलाहरू मात्र चलाउनु गहिरो सासको साथमा यो व्यायाम प्राणायाम गर्दाखेरि 2 चिजको मिलन हुन्छ। श्वास प्रश्वास र हाम्रो योग व्यायाम प्राणायामहरूको मिलन हुन्छ। त्यसैले गहिरो श्वास प्रश्वास दिनुहोला, गहिरो श्वास प्रश्वास गर्नुहोला। 2 नम्बर त्यसो भए पैतालातिर खिच्नुहोस्, गहिरो श्वास तान्नुहोस्। पैतालाको भन्दा अगाडि खिच्नुहोस्, गहिरो श्वास गर्नुहोस्। टाउकोतिर तान्दा गहिरो श्वास लिने, पैतालालाई अगाडि राखेर गहिरो श्वास तान्नु। देख्नमा त एकदमै साधारण जस्तो देखिन्छ यो सूक्ष्म व्यायामहरू। हात खुट्टा झमझमाउने, हात खुट्टा पोल्ने, हात खुट्टा बाँधिने जस्ता रोगको लागि अति नै लाभदायक हुन्छ। त्यसैले जसको हात खुट्टा पोल्छ, हात खुट्टा झमझमाउँछ उहाँले यो घरमा पनि गर्नुहोला सूक्ष्म व्यायामहरू। 3 नम्बर सूक्ष्म व्यायाम घडीको सुई जस्तो पैतालालाई घुमाइदिनुहोस्। विपरीत दिशाबाट पनि घुमाउनुहोस्। अलिकता खुट्टा फुटाइदिनुहोस्। विपरीत दिशाबाट पनि घुमाउनुहोस्। दुवै खुट्टालाई जोड्ने गरी ताली बजार जस्तै गरिदिनुहोस्। 4 नम्बर सूक्ष्म व्यायाम ग्राइन्डिङ चक्की आसन। हाम्रो यो योग केन्द्रमा हामी हाम्रा आमा बुवा गुरुवर्ग साधक साधीका योग प्रेमी जनसमुदाय हामी एकदमै भाग्यमानी मान्छे छौँ। मन्दिर व्यवस्थापक समिति र हाम्रा आदरणीय गुरुजी मणिराज ज्योतिषी गुरुजीबाट हामीले यो यति राम्रो भवन पाएका छौँ। मन्दिरको प्राङ्गणमा यहीँनिर दुर्गा भगवतीको मन्दिर छ। यहीँनिर हाम्रा प्राणवायु शुद्ध दिने रुख वृक्षहरू छन्। यहीँनिर खोला नाला छ। यति सुन्दर यति राम्रो ठाउँ पाएका छौँ। हामी एकदमै भाग्यमान हौँ। मोटापा घटाउनको लागि यो विशेष लाभदायक छ। ढक्की आसन यसपछि गर्नेछौँ हामी पश्चिम उत्तानासन 5 नम्बरको। सक्नेले टाउको घुँडासम्म खुवाइदिनु होला। सक्नेले मात्र, नसक्नेले जबरजस्ती गर्ने होइन। चयन गरौँ स्थिर आसन अथवा अति सुन्दर आसन। मोटापाहरूको कम्मरको बोझो पखालेरले 25 वर्षको जस्तो जवान बनाइदिन्छ, एकदम सुन्दर बनाइदिन्छ। लंबे लंबे सांस के साथ में करना है योग व्यायाम प्राणायाम। सांस को नहीं भूलना है, अपने साथ में सांस भी लेना, योग व्यायाम प्राणायाम भी करना।
विश्राम यसपछि हामी लिनेछौँ घोर नमोदासन। दायाँ खुट्टा बायाँ खुट्टा दायाँ साइडमा बायाँ साइडमा विश्राम। यसपछि हामी उत्तरी आसन बटरफ्लाई। पुरुषहरूको प्रोस्टेट ग्रन्थीको लागि एकदमै लाभदायक हुन्छ यो आसन गर्यो भने प्रोस्टेट ग्रन्थी पनि हुन